हेलो साथीहरू, नमस्ते नमस्कार। सन्चै आराम हुन्छ होला। हामी पनि एकदम सन्चै आरामै छौँ। र आजको हाम्रो काम भनेको चाहिँ एकदम यो कुखुरा सुक्खा सिद्धियो। कुखुरा सिद्धेर चाहिँ अब नयाँ कुखुरा हाल्नको लागि चाहिँ फेरि अहिले मलहरू उठाएर अनि चाहिँ लिपलाप गर्ने काम आजको चाहिँ हाम्रो। आज चाहिँ यहाँ खोर्सार सफाइ हुँदैछ। यो अलिअलि उब्रेको कुखुरालाई चाहिँ तिर हालेर सबै खोर मलसल उठाउनु लागि भाँडाहरू त्यो चारोहरू भएको भाँडा सबै फाल्टो फाल्टो राखेर एउटा भाँडा सबै चारो खुवाउनुपर्छ। त्यो नाङ्ले खुवाउँदैन हुन्छ। मलहरू उठाउने झिङ्गा ताममा डोरीमा त यताकै भाँडाहरू पनि सबै छरपस्ट हेर आम्मामा। एउटा 2 3 4 5 6 7 8 9 10 11 12 13 15 कुखुरा झिङ्गा त थोरै छैन। त्यो सटो मल उठाएर अहिले ऊ हालिदिनुपर्छ दबाई। त्यो गरिसकेर चाहिँ ट्याप्टो प्लास्टिक छोडिदिनुपर्छ। टिकट चाहिँ प्लास्टिक नले भएको छैन, माथि त सबै च्यात्यो। यस्तो फाल्टो फाल्टो पठाउँछ अलिअलि बरु खनेर भने पातलो पातलो ढुङ्गा हालेर लामो ढुङ्गाले यहाँ हालिदिनु पर्ने दुख्तीमा। यसलाई त खासै खनेको छैन होला कुखुराले, त खनेर त भाँड गर्छ। छेउछेउमा चाहिँ पुरै खनेर यतापट्टि त त्यति धेरै खनेको छैन, अलिअलि खनेको छ। मुसाल चाहिँ बरु भाँड भाँडाहरू सबै भेला गरेर स्ट्यान्डहरू बाँधेर धुनाउनुपर्छ। पानी लगाएर बाहिर डोरी सबै निकालिस्। कता छ डोरी जम्मा? एउटा पानीको एउटा चारको भाँडा फुट्यो होइन। एउटा पानीको भाँडा एउटा चारको भाँडा फुट्यो। चारको भाँडा ठुलो, पानीको भाँडा सानो। त्यो अरू नि फुट्यो। फुट्न नि यसो चार त गर्नु हुँदैछ। त्यही पनि चारो गर्दा नयाँ फुटेको त होइन। कुन चाहिँ बङ्गाई तीमाथि चारो हालिदियो होला। हजुर को आज चाहिँ मौसम चाहिँ एकदम खतरा भएर चाहिँ अहिले 7:30 भइसक्यो। 7:30मा चाहिँ यस्तो एकदम अन्धकार देखिन्छ। पानी पर्नुलाई होला एकदम मौसम चाहिँ अँध्यारो भइरहेछ। यहाँ त खासै बत्तीको बाल्ने बेला हो त दिउँसै पनि अँध्यारो भएर चाहिँ पर्छ हो। बत्ती बाल्नु 80 रुपियाँ कि देखिँदैछ? बत्ती बाल्दा काम किन आयो? ए लाइन त रहेनछ कि यहाँको बत्ती बिग्रेको छ? लाइन गएछ।
सबै पराल चाहिँ छ झुन्डेर छ पुरा मात्राले चाहिँ जालो लगाएर आइरहेको मौसम चाहिँ यस्तो छ यो अहिले चाहिँ बिहान 7:30 बजेको मौसम चाहिँ आज यस्तो छ त्यहाँदेखि पुरै पानी पर्न लागेको झिँगा रेडी चाहिँ बसेको छ धमा धम छ यहाँ चाहिँ ल एकचोटि स्वाट्ट पारेर लिपेर चाहिँ अनि त्यो दबाई पुरै हान्दिएर चाहिँ ड्याममा पलास लगाइदिनु पर्ने छ खोर चाहिँ खुर्की खार्की पारेर सक्यो यस्तो बत्ती छ टालटुल पारी सबै बसेर बिजा गएछ खोर मुसाले खनाएर त झोडी पारेछ खन्छ सामानहरू सबै निकालेर मलाई पनि बाहिर निकालिसक्यो यो पाइ यस्तो पार्छ मुसाले घौडी 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 भनेर बिजोक खोरको बिजोक पारेछ खोरको खोर चाहिँ आज सरसफाइ पनि गरिसक्यो एक लिटर सक्यो बाँकी चाहिँ यहाँ चाहिँ बाँकी भाँडा धुनलाई अलिकति सकेपछि चाहिँ लगभग सरसफाइ चाहिँ गरेर सकिन्छ चाहिँ लिपेर सक्यो